यो चाहिँ अचार खाँदैन त हौ। आलु, काँक्रो, मुला हैन, गाजर अनि रातो प्याज। के गर्नु, जापानमा महँगो छ रातो प्याज भए पनि खान मिठो लाग्छ। ल जा यति भएपछि अब फेरि यता छ मासु। मासु र खिर त खान हुन्न भन्छन् क्या हो, तर मलाई चाहिँ बेस्ट लाग्छ, त्यही भएर मासु पनि खान्दिएको ल। आउँदैन हौ के साह्रो। ल बेबी भर्खरै कामबाट आउनुभयो, मैले खाना रेडी गराएँ। अब यो चाहिँ मुलाको तरकारी हो। लचकार सामानिस। यता फेरि पब्जीको म ठुलो बिग फ्यान। अहिले चाहिँ यो होरा र एएसटी नेपालीहरू खेलिरहेको छ, प्लस डिआरएस पनि छ। डिआरएस चाहिँ अघिल्लो खेलिरहेको थियो, अब नेक्स्ट गेम खेल्छ। त्यही भएर अहिले चाहिँ मेरो फेभरेट प्लेयरहरू डिआरएस खेलेको छैन, अलिक बेसी खेल्छ। त्यही भएर मैले खासै त्यतातिर नजर दिएको छैन है त। नेक्स्ट टाइम यता खाएपछि ओके।